के तपाईं पनि स्मल बिजनेस स्टार्ट गर्न खोज्दै हुनुहुन्छ अनि भिडियो कसरी बनाउने एडिट कसरी गर्ने भनेर आउँदैन त्यसो भए यो भिडियो तपाईहरुको लागि मलाई चाहिँ 2-3 वटा मेसेज पनि आएको थियो भिडियो बनाउँदा कसरी बनाउने कसरी एडिट गर्ने भनेर त्यही भएर म आज यो भिडियो बनाउँदै छु भिडियो बनाउँदाखेरि चाहिँ हजुरले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ एंगल हो कहिले पनि एकै ठाउँमा बसेर बोली मात्र नरहनु है मात्र बसेर बोल्दा पनि हजुरले डिफरेन्ट एंगलबाट कहिले यसरी नभए कहिले यसरी कहिले यताबाट यसरी आको जस्तो गरेर यसरी बनाउन सक्नुहुन्छ किनभने एउटै एंगलमा बसेर बोलिरह्यो भने भिडियो बोरिङ देखिन्छ कोही बेला यस्तो सिचुएसन हुन्छ कि एंगल चेन्ज गर्नै मिल्दैन त्यतिबेला चाहिँ हजुरहरुले भिडियो एडिट गर्दाखेरि मिनी जुम यस्तो युज गरेर हल्का चेन्ज भएको जस्तो देखाउन सक्नुहुन्छ र अनि मेन कुरा भिडियो स्टार्ट गर्नु भन्दा अगाडि चाहिँ भिडियोको 1-2 सेकेन्ड चाहिँ एकदम धेरै एट्र्याक्टिभ बनाउनु पर्ने हुन्छ वर्डहरु चाहिँ यस्तो चुज गर्नुपर्छ कि जसले गर्दा अरूले भिडियो स्किप नगरोस् सबको ध्यान तपाईको भिडियोमै आओस् अगाडिको 1-2 सेकेन्ड नराम्रो भएपछि सिधै हजुरको भिडियो मान्छेले स्क्रोल गरिदिन्छ र अनि एडिट केबाट गर्ने त एडिट चाहिँ हजुरले अब कुन एप सजिलो लाग्छ इन्सर्ट क्यापकटबाट गर्न सक्नुहुन्छ मैले चाहिँ सबै क्यापकटबाटै गर्ने गर्छु मलाई चाहिँ क्यापकट युज गर्न सजिलो लाग्छ त्यही भएर मैले क्यापकटै युज गर्ने गर्छु अनि भिडियोमा सबैभन्दा मोस्ट प्रब्लम आउने भनेको नोइजको यदि हजुरसँग माइक छैन म जस्तै भने चाहिँ हजुरले फ्यान अफ गर्ने अनि झ्यालहरु लगाएर अनि आफ्नो साउन्ड चाहिँ अलि लाउडमा बोलेर नोइज रिडक्सन गर्न सक्नुहुन्छ नत्र क्यापकटबाट नोइज रिडक्सन गर्दाखेरि चाहिँ पैसा लाग्छ र म हजुरहरुलाई नर्मली क्यापकट कसरी युज गर्छु भनेर चाहिँ हल्का ट्युटोरियल चाहिँ म यहाँ पनि दिन्छु भिडियोमा चाहिँ तपाईले सुरुमा चाहिँ भोल्युम चाहिँ आफ्नो फुल बनाउनु हैन किनभने भोल्युम फुल भयो भने चाहिँ क्लियरली सुनिन्छ अनि मलाई चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ हैन भोल्युम फुल बनाउँदा त्यसपछि भिडियोमा टच गरेर अनि यता उता सारेर त्यो क्रप गर्ने कुरा त भिडियो ट्रिम गर्ने कुरा त लगभग सबैलाई आइहाल्छ होला है त्यसपछि हजुरहरुले भिडियोलाई स्प्लिट गरेर अनि एनिमेसनमा गएर यस्तो अप्सनहरु देख्नुहुन्छ अनि त्यो प्रो लेखेको अप्सनहरु चाहिँ युज गर्नु भएन हजुरले हाम्रो जुम आउट फेड इन यस्तो खालको इफेक्ट चाहिँ युज गर्न सक्नुहुन्छ है राम्रो देखिन्छ अन्त इन आउट कम्बो भनेर माथिपट्टि छ अनि कम्बोको चाहिँ एनिमेसनहरु ठिकै हुन्छ अनि आउटको पनि राम्रै हुन्छ अन्त आफुलाई त्यो भिडियो अनुसार सुटेबलको हेरेर अनि चुज गर्न सक्नुहुन्छ मैले चाहिँ पर्सनली युज गर्ने भनेको चाहिँ त्यही जुम आउट युज गर्छु अनि जुम इन युज गर्छु अनि फेड इनहरु यस्तै युज गर्छु अनि साउन्डको लागि चाहिँ अडियोमा क्लिक गरेर त्यसपछि भोइस ओभर गर्ने भए चाहिँ त्यहाँ भोइस ओभर भन्ने अप्सन आउँछ यदि हैन भने चाहिँ त्यहाँ एक्स साउन्ड भन्ने अप्सनमा जाने त्यसपछि एक्सट्र्याक्ट साउन्ड फ्रम भिडियो गर्ने अनि तपाईहरुलाई कुन साउन्ड राम्रो लाग्छ कुन साउन्ड हाल्ने हो त्यो साउन्डलाई दाबेपछि त्यो साउन्ड मात्र एक्सट्र्याक्ट हुन्छ त्यो भिडियो चाहिँ आउँदैन तलपट्टि साउन्ड मात्र आउँछ त्यसपछि अनि साउन्डलाई अब तपाईले कताबाट हाल्ने हो त्यहीबाट एडजस्ट गर्न सक्नुहुन्छ सुरुमा एडिट गर्न गाह्रो लाग्यो नि पछि हात बस्दै गएपछि बानी लाग्दै गर्छ मलाई पनि सुरुमा गाह्रो लाग्थ्यो अनि मैले आफ्नो यो आइडीको लागि एडिट गर्न सिकेर अहिले चाहिँ अलिअलि आउँछ आई होप तपाईहरुलाई यो भिडियोले हेल्प गर्छ बाइ बाइ